भाइ साथी, यो चाहिँ म सर्लाही जाँदाखेरिको बिहानको दृश्य हो। यतिखेर लगभग साढे साढे 5 भएको थियो कि पौने 6 त्यस्तै भएको थियो होला। यो पारिपट्टि देखेको चाहिँ कुहिरोहरू हो। सर हेर्दाखेरि चाहिँ ताल जस्तो देखिन्छ। यो चाहिँ मेरो ससुराली गाउँ हो। ससुराली गाउँ एकदम राम्रो छ, रमाइलो छ। अरूभन्दा नि यो काठको घरहरू चाहिँ एकदम रिसोर्ट जस्तो टाइपको छ। यो मौसम चाहिँ एकदम राम्रो मौसम थियो। यो चाहिँ तराईको नजिकैको पहाडमा पिकनिक स्पोट रहेछ। त्यहाँनिर पिङ जस्तो रहेछ, सबैजना पिङ खेल्दो रहेछ, मैले पनि खेल्थेँ। यहाँ चाहिँ अलि शीतल हुँदो रहेछ। तराईबाट नजिक पहाडमा अलि शीतल ठाउँ नै यहाँ रहेछ। यो ठाउँको नाम चाहिँ मलाई थाहा भएन, जस पिकनिक स्पोट रहेछ। त्यसपछि हामी भरताल गयौँ। भरतालको छेउनिरको यो निकै नै लामो पुल छ र यो भरताल हो। खासै ठुलो त रहन्छ, मानव निर्मित ताल हो यो। यहाँ चाहिँ अब विभिन्न किसिमको खेलहरू खेल्न पाइने रहेछ, तर सबै कुरामा पैसा नआइकन केही हुँदैन। जस रमाइलो छ ठाउँहरू। गहिरो चाहिँ गहिरो नै होला यो पनि। तराईको बाटो हो यो चाहिँ। हामी आइए हुँदै घुम्न जाँदै थियौँ। तराईको घरहरू एकदम आश्चर्यजनक लाग्छ मलाई चाहिँ। पुरै काठै काठको हुन्छ। एकदमै रमाइलो, राम्रो रिसोर्ट टाइपको घरहरू देखिन्छ प्राय घरहरू। अनि घरको अगाडि सबै आँपका रुखहरू। जस कहिले तराई नपुग्नेलाई चाहिँ अनौठो अमेजिङै लाग्छ। सानो चटक्क मिलेको बस्तीहरू मिलेर बसेको एकदम रमाइलो छ। सबै सम्म भएको कारणले गर्दाखेरि यता विकास गर्न र जे कुरा गर्न नि सजिलो हुन्छ। पहाडहरूको तुलनामा हरेक कुरा गर्न यहाँ सस्तो हुन्छ। अलिकति गर्मीले अत्याउने मात्रै हो, नत्र भने तराई इज बेस्ट बस्नको लागि। एकदम रमाइलो छ। हामीहरू मयूर, इलेक्ट्रिक मयूरमा चढेर बजारतिर प्रस्थान गर्दैछौँ घुम्नको लागि। रमाइलो, एकदम रमाइलो ठाउँहरू छ।